आजको प्रस्तुति सुरु गर्न अघि एकचोटि आफ्नो मुस्कान सम्झनुहोस्। के त्यो साँचो हो कि कसैबाट लुकाएको पीडाको आवरण? किनकि हरेक हाँसो खुसीको प्रमाण हुँदैन। केही मुस्कानहरू आँसुको चिच्याहट लुकाउनको लागि बनाइन्छन्। आँसु पछाडि लुकेको मुस्कान यो केवल शब्द होइन, यो हजारौं अधुरा कथाहरूको आवाज हो। ऊ जो सबैको अगाडि हाँस्छ तर एक्लै हुँदा आफ्नै श्वाससँग लडिरहेको हुन्छ। उसको मुस्कानमा तपाईलाई खुसी देखिन्छ, तर उसले लुकाएको हुन्छ अधुरा सपना, टुटेका विश्वास र नबोलेका पीडाहरू। ऊ रोएन किनकि उसलाई थाहा छ उसको आँसु पुछ्ने कोही छैन। ऊ चुप बस्छ किनकि उसको पीडा सुन्ने समय कसैसँग छैन। र एक दिन त्यो मुस्कान यति मजबुत बन्छ कि आँसुहरू पनि हार मान्छन्। तर मनभित्रको चोट भने कहिले निको हुँदैन। यदि तपाईँ पनि बाहिर हाँस्दै भित्र रोइरहनु भएको छ भने आजको यो आवाज सायद तपाईको आफ्नै कहानी हुन सक्छ। नमस्कार अनि हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु भावनाको संसारमा च्यानल हार्ट डायरीमा। आज मैले फेरि तपाईहरु समक्ष आँसु पछाडि लुकेको मुस्कान शीर्षकमा एउटा कोसिली लिएर आएको छु। कृपया अन्तिमसम्म नछोड्नुहोस् किनकि यो केवल कथा होइन, यो भावना हो। यदि हार्ट डायरीको च्यानललाई पहिलोपल्ट भिजिट गर्दै हुनुहुन्छ, शब्दहरूलाई सुन्दै हुनुहुन्छ भने कृपया यहाँ यस्तै नेपाली लेख, रचना र अन्य भावनात्मक कथाहरू आउनेछन्। च्यानललाई सब्स्क्राइब गर्नुहोस् र जोडिनुहोस्। त सुरु गरौँ आजको प्रस्तुतिका हरफहरू। आँसु पछाडि लुकेको मुस्कान। म सधैँ मुस्कुराउँछु, तर त्यो मुस्कान साँचो हुँदैन। ओठले त हाँस्छ तर मनभित्र आँसुको भेल बगिरहेको हुन्छ। म सधैँ मुस्कुराउँछु तर त्यो मुस्कान साँचो हुँदैन। ओठले त हाँस्छ तर मनभित्र आँसुको भेल बगिरहेको हुन्छ। कहिले काहीँ लाग्छ म आफू नै हराइसकेको छु, अरूका लागि बाँचेको एउटा पात्र जस्तो। सबैलाई खुसी देखाउने प्रयासमा आफ्नो दुःख बिर्सन खोज्छु, तर दुःख त झन् म आफैतिर नजिकिन्छ। सपनाहरू थिए सानो हुँदा देखेका, रङ्गीन उज्याला, तर आज ती सबै सपना धुलो बनेर उडिरहेको छ। समयले मलाई सिकायो सबै कुरा पाउनु नै जीवन होइन, कहिलेकाहीँ गुमाउनु पनि जीवनको हिस्सा हुँदो रहेछ। रात पर्छ, अँध्यारो फैलिन्छ र त्यो अँध्यारोसँगै मेरो पीडा पनि गहिरो बन्छ। निन्द्रा आँखा नजिक आउँछ तर मनले सुत्न दिँदैन। निन्द्रा आँखा नजिक आउँछ तर मनले सुत्न दिँदैन। सम्झनाहरू बारम्बार आउँछन्, पुराना घाउहरू फेरि बल्झिन्छन्। म चिच्याउन चाहन्छु तर आवाज बाहिर निस्कँदैन। त्यसपछि आँसु झर्छ, तर त्यो आँसु कसैले देख्दैन किनकि त्यो मेरो एक्लोपनको साथी हो। बिहान हुन्छ, घाम उदाउँछ, सबैको दिन उज्यालो बनाउँछ भन्छन्, तर मेरो जीवनमा घामले पनि कहिले त्यो उज्यालो ल्याउन सकेन। म फेरि उठ्छु, आफ्नो अनुहारमा मुस्कान सजाउँछु र
संसारलाई देखाउँछु म ठिक छु। तर साँचो कुरा के हो भने म कहिले ठिक थिइनँ। तर साँचो कुरा के हो भने म कहिले ठिक थिइनँ। म त केवल ठिक भएको अभिनय गर्दैछु। जीवनले मलाई धेरै पटक ढाल्यो, धेरै पटक टुक्र्यायो, तर हरेक पटक म फेरि उठेँ, किनकि मसँग अर्को विकल्प थिएन। जिम्मेवारीहरूले मलाई बाँधेका छन्, सपनाहरूले मलाई तानेका छन् र पीडाले मलाई बलियो बनाएको छ। जिम्मेवारीहरूले मलाई बाँधेका छन्, सपनाहरूले मलाई तानेका छन् र पीडाले मलाई बलियो बनाएको छ। आज म मुस्कुराउँछु किनकि म रोएर थाकिसकेको छु। आज म बोल्दिनँ किनकि मेरो आवाज कसैले सुन्दैन, कसैले। आज म चुप लाग्छु किनकि मेरो मौनतामा पनि ठुलो कथा लुकेको छ। आँसु पछाडि लुकेको मुस्कान, यो मेरो वास्तविकता हो र सायद तपाईको पनि। हामी सबै कतै न कतै टुटेका छौँ, तर संसारलाई हामी पूर्ण देखिन्छौँ। हामी सबै एक्लो छौँ, तर भिडमा हामीलाई कसैले एक्लो देख्दैन। जीवन यस्तै छ, बाहिर सुन्दर, भित्र गहिरो पीडा। तर यस्तै जीवनलाई हामीले अगाल्नुपर्छ, तब न जिन्दगीको अर्थ रहन्छ। किनकि भागेर कतै जान सकिँदैन, समयसँगै सबै कुरा बदलिन्छ। पीडा पनि, आँसु पनि र मुस्कान पनि। र एक दिन सायद यो मुस्कान साँचो हुनेछ, साँचो। तर आज पनि म आँसु पछाडि मुस्कान लुकाएर बाँचिरहेको छु। कहिलेकाहीँ म आफैसँग नै प्रश्न सोध्छु, किन यति धेरै सहनुपर्छ? कहिलेकाहीँ म आफैसँग नै प्रश्न सोध्छु, किन यति धेरै सहनुपर्छ? उत्तर आउँदैन। सायद जीवनसँग सबै प्रश्नको उत्तर हुँदैन। मान्छेहरू भन्छन् समयले सबै ठिक बनाउँछ, तर कसैले यो भन्दैन त्यो समयसम्म कसरी बाँच्ने। मान्छेहरू भन्छन् समयले सबै ठिक बनाउँछ, तर कसैले यो भन्दैन त्यो समयसम्म कसरी बाँच्ने। दिनहरू बित्छन्, तर पीडा उहीँको उहीँ रहन्छ। म समयसँग दौडिरहेको छु, दौडिरहेको, तर मेरो मन अझै पनि हिजोमै अडिएको छ। जहाँ म खुसी थिएँ, जहाँ म साँचो थिएँ, जहाँ म आफ्नो थिएँ। आज म आफै पनि आफू जस्तै लाग्दिनँ। ऐना अगाडि उभिँदा आफ्नै अनुहार पनि अपरिचित जस्तो लाग्छ। यो म हुँ या अरू कसैको छाया हो? हाँसो देखिन्छ, तर त्यो हाँसोमा जीवन छैन। आँखा चम्किन्छन्, तर त्यो चमक खुसीको होइन, पीडाको हो। मनले धेरै पटक हार मान्न खोज्यो, तर जिम्मेवारीले हात समातेर फेरि उठायो। मनले धेरै पटक हार मान्न खोज्यो, तर जिम्मेवारीले हात समातेर फेरि उठायो।
कसैले थाहा पाएन। कसैले थाहा पाएन म कति पटक भित्रभित्रै टुक्रिएको छु। कसैले देखेन मेरो आँसु मेरो सिरानीमा कति पटक पोखिएको छ। कसैले सुनेन मेरो मनको चिच्याहाट जुन शब्दभन्दा ठुलो थियो। म बोल्न चाहन्थे तर कसैसँग समय थिएन। म रुन चाहन्थे तर कसैले काख दिएन। म बोल्न चाहन्थे तर कसैसँग समय थिएन। म रुन चाहन्थे तर कसैले काख दिएन। त्यसपछि मैले सिकेँ आफ्नो पीडा आफैसँग राख्न, आफ्नो आँसु आफैले पुछ्न, आफ्नो मन आफैले सम्हाल्न। आज म बलियो छु तर त्यो बल खुसीबाट आएको होइन, पीडाबाट आएको। आज म बलियो छु तर त्यो बल खुसीबाट आएको होइन, पीडाबाट आएको हो। आज म चुप छु किनकि मैले धेरै बोल्दा पनि कसैले सुनेन। आज म मुस्कुराउँछु किनकि मैले रोएर थाकिसकेको छु। जीवनले मलाई यति धेरै सिकायो कि अब मलाई कसैसँग गुनासो गर्न मन लाग्दैन, किनकि गुनासोले कहिल्यै केही बदल्दैन। बदलिन्छ त केवल समय र समयसँगै हामी पनि। तर एउटा कुरा अझै बदलिएको छैन, मेरो भित्रको पीडा। त्यो अझै पनि उत्तिकै गहिरो छ, उत्तिकै भारी छ। तर अब म त्यसलाई लुकाउन सिकिसकेको छु। आँसु पछाडि लुकेको मुस्कान, भिडमा पनि एक्लै हिँड्न सिकिसकेको छु। र सायद यही नै जीवन हो। हामी सबै आफ्नो कथा बोकेर हिँडिरहेका छौँ, तर कसैले कसैको कथा पुरा सुन्दैन। हामी सबै आफ्नो पीडामा हराइरहेका छौँ, तर बाहिरबाट सबै ठिक देखिन्छ। हामी सबै आफ्नो आँसु लुकाइरहेका छौँ किनकि संसारले आँसु कमजोरी ठान्छ। तर साँचो कुरा के हो भने आँसु कमजोरी होइन, त्यो त हाम्रो भित्रको साँचो भावना हो। कहिलेकाहीँ जीवन यति शून्य लाग्छ जस्तो सबै भएर पनि केही छैन। वरिपरि मानिसहरू हुन्छन् तर साथ दिने कोही हुँदैन। भिडमा हिँड्दा पनि एक्लोपनले पछ्याइरहन्छ, जस्तो छायाले कहिले नछोडे चाहिँ। म धेरै टाढा आइपुगेँ त्यो पुरानो मबाट, जो सानो कुरामा पनि हाँस्थ्यो, जो सानो खुसीमा पनि रमाउँथ्यो। आज त म हाँस्न पनि सोच्नुपर्छ। यो परिवर्तन मैले रोजेको होइन, यो त जीवनले मलाई बनाएको। घाउहरू यति धेरै भएको छ कि अब मलाई दुख्नै छोडिसकेको जस्तो लाग्छ। तर साँचो के हो भने दुःख अझै छ, बस महसुस गर्ने बानी हराइसकेको छ। कहिलेकाहीँ मन एकदमै थाक्छ, यति थाक्छ कि यति थाक्छ, आराम पनि अपर्याप्त हुन्छ। म आफूबाट भाग्न खोज्छु, तर आफैबाट कहाँ भाग्न सकिँदो रहेछ र। म आफ्नो छायाबाट लुक्न खोज्छु, तर छाया त सधैँ सँगै हुँदो रहेछ। किन म
किन यस्तो, किन यति पीडा? तर जीवनले कहिले स्पष्टीकरण दिँदैन। जीवनले त सिर्फ परीक्षा लिन्छ, बिना तयारी, बिना चेतावनी। र हामी त्यो परीक्षामा हारे पनि फेरि उठ्न बाध्य हुन्छौँ, किनकि रोकिएर बस्ने विकल्प छैन। त्यो दिन सम्झन्छु जब मैले पहिलो पटक आफ्नो आँसु लुकाएँ। त्यो दिन म बच्चाबाट ठुलो बने। त्यो दिन म निर्दोषबाट समझदार बने। र त्यो दिनदेखि मैले सिकेँ मुस्कानको पछाडि पीडा कसरी लुकाउने। आज म त्यही सिकाइ दैनिक प्रयोग गर्दैछु। म हाँस्छु जब मन रोइरहेको हुन्छ। म बोल्छु पनि जब मन चुप लाग्न चाहन्छ। म अगाडि बढ्छु जब मन थामिन चाहन्छ, किनकि जीवन रोकिन दिँदैन। जीवनले त तपाईलाई अगाडि धकेलिरहन्छ, अझ अगाडि, अझ अगाडि। र त्यो यात्रामा धेरै कुरा छुट्छन्। मानिसहरू, सपनाहरू र कहिलेकाहीँ आफ्नै मन। तर त्यसैबीच एउटा कुरा बाँचिरहन्छ, आशा। सानो भए पनि, कमजोर भए पनि त्यो आशा अझै म भित्र छ। त्यो आशाले भन्छ एक दिन सबै ठिक हुनेछ। सायद त्यो दिन आज होइन, भोलि पनि होइन, तर एक दिन अवश्य आउनेछ। र म त्यही आशामा बाँचिरहेको छु। आँसु पछि मुस्कान राखेर, तर भित्र एउटा सानो उज्यालो लिएर। आज म टुक्रिएको छु, तर हार मानेको छैन। आज म एक्लो छु, तर आशा अझै मेरो साथमा छ। र सायद यही नै मेरो जित हो, किनकि जुन दिन आशा मर्छ नि, त्यो दिन मानिस पनि भित्रैबाट मर्छ। तर म अझै बाँचिरहेको छु, किनकि म भित्र अझै आशा बाँचेको छ। तर म अझै बाँचिरहेको छु, किनकि म भित्र अझै आशा बाँचेको छ। म भित्र अझै आशा बाँचेको छ। धन्यवाद। यहाँ आएर आँसु पछाडि लुकेको मुस्कान शीर्षकमा लेखिएका हरफहरू समाप्त हुन्छन्। आजको प्रस्तुति तपाईहरुलाई के कस्तो लाग्यो कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राखिदिनुहोला। अन्तिमसम्म सुनेर साथ दिनुभयो, हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि तपाईहरु समक्ष अर्को नयाँ प्रस्तुतिको साथमा भेटघाट हुने नै छ। तबसम्मको लागि हार्ट डायरी बिदा माग्न चाहन्छ। हस्त तपाईहरुको जीवन सुखमय बितोस्। धन्यवाद। नमस्कार। फेरि भेटौँला।